मलाई गर्दछ तपाईँहरू यहाँ उपस्थित हुनुभएको छ 2-4 जना जुन व्यक्तिहरू यहाँ उपस्थित हुनुभएको छ गर्दा पनि मलाई ठुलो प्रकट गर्नु कमिसनको आजै पनि के गर्न सक्छ भन्ने मलाई हौसला जुन कुरा सबैजनाबाट अहिले अन्तर्राष्ट्रिय कार्यक्रममा हामीसँग 8 जना वक्ताहरू बोलिरहनुभएको छ सबै कुराहरू सुन्न पाउँदा सबैको विशेष कुराहरू अन्तर्राष्ट्रिय कार्यक्रममा कुराहरू राख्नुभयो धेरै धेरै महत्त्वपूर्ण यी कुराहरूलाई आफ्नो दिमागमा राखेर पढ्न सक्ने अगाडि बढ्नुपर्छ यी दलबाट यी राजनीतिक दलका साथीहरूले सोच्यो भने पढ्छ भने भेडासन निर्देशन संसारको एउटा नमुना भेडासन निर्देशन पुस्तकाल बनिन्छ भन्ने कुरा मलाई एकदमै प्रभाव अर्को कुरामा के भन्न चाहन्छु भने जुन कुरा मैले फुटबलमा जुन रेसिपीको लागेर उद्देश्यहरूले त्यो उद्देश्यहरू आज पनि मैले कुरा गर्न सकिरहेको छु किन त कसरी यी उद्देश्य कुरा गर्नको लागि भविष्यको एउटा मात्रै आवश्यक हुँदैन जुन ठाउँमा म एक्लै हिँडिरहेको छु त्यो ठाउँमा मेरो कार्यक्रम साथीहरू र सदाका साथीहरू र सम्पूर्ण फुटबल राष्ट्रिय साथीहरू मेरो साथीले पनि त्यो कुराहरू त्यो उद्देश्य हामी पढ्न पाउँछौँ त्यो उद्देश्यहरू के हो त भन्ने कुरा म के भन्न चाहन्छु भने मेरो उद्देश्य थियो फुटबलमा संसारको स्थापना गर्ने नेपाली संसारको स्थापना गर्ने नेपालमा प्रदेश संसारको स्थापना गर्ने र फुटबलको एउटा नेपाली भाव बनाएर सम्पूर्ण नेपालीहरूको सबै कुरा राम्रो राम्रो कुराहरू सबै नेपालको संसद झुकाउने एउटा भाग बनाउने सपना थियो त्यो सपना आज पनि जारी छ र आज पनि यदि नेक्स्ट राज्यबाट नेक्स्ट कान्स्टिट्युसनको लागि हाली आउने कार्यक्रमको लागि नभए तापनि त्यो कान्स्टिट्युसनको अध्यक्ष त्यस्तो आउनुपर्ने तपाईँ त्यस्तो मान्छे पुऱ्याउनु यो कुरालाई पुरा गर्न पुऱ्याउनु तथार्थ के हो भने यसरी विषयको जस्तो तरिकाले चाहिँ तपाईँहरूले 11 जिल्ला यो चर्चा प्रस्ताव तपाईँले सुन्नुभएर बस्नु बोल्न जस्तो प्रस्ताव दिनमा मेरो विषयमा इमेल आइरहेको हुन्छ इमेलको इमेल पठाउनको लागि सेक्रेटरी राख्नुपर्छ तर त्यो म गर्न सक्दैन किनकि त्यो सेक्रेटरी भनेको हाम्रै साथीबाट हुनसक्छ महासचिवबाट हुनसक्छ त्यो पनि हामी पुरा गर्न सक्छौँ तर त्यो एउटा कम्प्युटर राखेर हामी अघि बढेर काम गर्न सक्छौँ र अरूमा पनि हामी 2-3 जना कर्मचारी राखेर यहाँलाई अगाडि बढाउँछ त्यो शक्ति त्यो भन्ने कुरा चाहिँ हामी गर्न कुरा हामीसँग कम्पनी छ ग्राम कार्ड छ सिमेन्टको नम्बर छ हामीले मान्छे लाग्नु पर्दैन हामीले आफ्नो नेपालीहरूको लागि सम्पूर्ण नेपाली बसोबास गरिरहेका छन् कति सालको हाराहारीमा नेपाली 5,000को हाराहारी नेपाली बसिरहेका नेपालीहरूलाई हामीले कसरी सहयोग कसरी त्यहाँलाई कुन तरिकामा फुटबलमा त्यहाँ बस्ने स्थितिमा बनाउनु छ अहिलेको अवस्थामा नेपालीहरू हेरेर तपाईँहरूको देख्नु भइरहेको छ के भइरहेको काम नगरे खेतीमा गरे खेतीको चलनको ठाउँमा नेपालीहरूको साथ औँलाहरू सारा त्यहाँ फाल्तु खोजेर त्यो बाँकी त्यो फाल्तु चाहिँ जानुपर्ने भयो त्यो यहाँले भोलि त्यो त्यो कामहरू गर्नु त्यो प्रोजेक्टहरू चाहिँ यहाँ ल्याउनु सक्ने कुनै पनि नेपाली किसिमका कामहरू मैले त्यस कारण यो गर्न को त मैले मेरो गर्नु त्यो हुँदैन त्यो कुरा त्यही भएर यहाँका सर्वसंस्थाहरू तपाईँहरू संस्थाबाट हिँड्नुहुन्छ राज्य पार्टीका अध्यक्ष भनेर हिँड्नुहुन्छ संस्थाका अध्यक्ष भनेर हिँड्नुहुन्छ आउनु हेर्नमा खुला छ सल्लाह गरौँ एउटा प्रोजेक्ट ल्याउँ त्यो प्रोजेक्टलाई हामी हेर्नलाई यहाँको चाहिँ विगत विषय छ तर त्यसलाई चाहिँ एउटा कम्पनीको रूपमा लिउँ त्यहाँबाट हामी एउटा प्रोजेक्ट सञ्चालन गरौँ त्यसरी हामी सम्पूर्ण नेपालीहरूको विश्वासलाई चाहिँ हामी हातेमालो गरेर अगाडि बढौँ यी कुराहरू फेरि यहाँ गरौँ यसकारण म के भन्न चाहन्छु भने यो अन्तर्क्रियामा सबै दलका मैले यो कुरा खुल्ला गरेको छु फुटबलमा भएको दुःखहरू फुटबलमा बसोबास नेपाली दाजुभाइको दुःखहरू यी समस्याहरूलाई यहाँको गतिविधिले कहाँसम्म के ठोस निर्णयहरू ल्याउन सकिन्छ त नेपालमा हिँड्नलाई फुटबलको हिँड्नलाई कहाँसम्म के
दिन सक्छ र भन्ने कुरालाई पनि हामी आज यो अन्तर्क्रियाबाट र अघिल्लो भावी मिठो त कस्तो खालको प्र्याक्टिकली गरिन्छ र त्यसमा हिजोको जस्तो कामहरू नहोस् अहिले पानी उगाएर हुन्छ त्यो बेला के भएर भन्ने कुराहरू त्यस्तो कुराको भावनाहरू लिएर फेरि नेक्स्ट टाइममा पनि किराना नबनाउनु त्यसरी प्रकारले योभन्दा आज तल फोटो लिएर जस्तो मलाई लाग्छ है एकैले तपाईँले एक मनाउने गरेर सोचिनुहोस् दिमाग दिन हेर भक्तहरूलाई अझै पनि गाउँबाट मान्छेको लगाउने हो भने संसारको चुनाउने हो भने सबै संस्थाहरू मिलेर सहमतिले एउटा विद्वान व्यक्तिहरू र समाजका साथी मान्छेहरू र आफूसँग त्यो त्योभन्दा काम गर्न सक्छु त्यहाँ म काम गर्न सक्छु र भक्तहरूलाई म एउटा किरानाको नमुनामा संस्थालाई चिनाउँछु भन्ने व्यक्तिहरूलाई कस्तो लाग्छ तपाईँले सहमति ल्याउनु र टेबलमा राख्नु त्यसले आगामी वर्षमा कुनै नेपाली समस्या पढ्न नदिन सक्ने क्षमता भएको हुनसक्छ भने भोलि पढ्नुको नेपालीहरूले त्यो अवसर पाउँछ कि हामी पढ्नुमा बेरोजगारी हुनु पाएर हामीले कुनै समस्याहरू दिनु परेको छैन भन्ने कुरा महत्त्व अहिले ती कुराहरू धेरै महत्त्व दिइरहेको छ त्यस कारण प्रशस्त राजनीतिक पार्टी साथीहरूलाई आज यही वस्तु लिएर मैले अन्य कार्यक्रम राखेको छु तर सधैँको भाग्य र विवादले कामले समय र परिस्थितिले यो होला नसक्छ हुन सकेन दुःख कुरा पनि हो एउटा के हो भने विदेशमा गएपछि हामी सबै सोध्नुपर्ने कुरा हो पहिला आफ्नो काम छ त्यसबाट लाग्ने र सानो काम गर्ने हरेक कुरामा लाग्ने भन्ने कुरा हामी सबैमा हुन्छ यसैले पनि होला जस्तो मलाई लाग्छ साथीहरू एउटा कुरा अब यो के भन्न चाहन्छु भने तपाईँहरूले मलाई 2 वर्ष कार्यक्रम दिनुभएको छ 2 वर्ष कार्यक्रमभित्र पनि के गर्नुपर्छ के गर्नुपर्ने छैन भन्ने कुरामा चाहिँ म आफूले सकेको कामहरू यहाँसम्म गर्दै आएँ र कुनै कुराहरू त्रुटि भयो होला मबाट कुनै कुराहरू त्रुटि भयो होला मेरो कार्यक्रम दिनु लाग्यो यसपछि सबै दल सोचेर राज्य पार्टी दल सबै यहाँबाट सङ्कलनको माध्यमबाट चाहन्छु मबाट पनि त्रुटि भयो किनकि मलाई यो मान्छु भने मैले अहिलेसम्म कुनै जमात जमाउनु छैन विराट जमाउनु छैन त्यो कुराहरू मलाई अलिकति यी कुराहरूलाई नेक्स्ट भावी कार्यसमिति तपाईँले एउटा राम्रो खोज लगाएर राख्ने आगामी ल्याउनु त्यसले चाहिँ पछुवामा सबै कुरालाई सन्देह गर्दै समाजलाई पछुवा नेपालीलाई एउटा सुखको बाटोमा एउटा राम्रो लाइनमा लान सकोस् भन्ने म कामना गर्दछु र दोस्रो कुरा हामी तुरन्तै अब आउने दिन मेको 25 तारिक बुद्ध जयन्तीको लागि ल्याइरहेका छौँ यसमा सम्पूर्ण संसदको बिना बिना कार्यक्रम सफल हुँदैन कार्यक्रम सफल नभए आज जस्तो नहोस् सम्पूर्ण संसद र कार्यकारी साथीहरूले मना गर्ने त्यो कार्यक्रमलाई त्यो मनिफेस्टोलाई त्यसले समाजलाई त्यो दिनको लागि कार्यक्रम सफल बनाइदिनु होला भने आउन गर्दछु र भन्दै तपाईँहरू खुसी भइदिएकोमा तपाईँलाई सुख दिएकोमा म फेरि पनि यसरी माफी चाहन्छु र यस कार्यक्रमलाई समाप्त गर्न चाहन्छु। धन्यवाद।